गाइस अनि आज चाहिँ हामीले च्यालेन्ज गर्न लाग्छौँ च्यालेन्ज भिडियो यता 3 जना छन् यो 3 जनाहरु यिनीहरु चाहिँ योमा जान्छन् योमा मैले पानी भर्छु अनि को चाहिँ लास्टसम्म बस्न सक्छ त्यो लास्टसम्म बस्नेलाई चाहिँ मैले एउटा इनाम राखेको छु र हार्नेलाई चाहिँ यहाँ पनिशमेन्ट पनि छ अब हामी यहाँ सफा गर्छौँ यताउता गर्छौँ अनि पानी भर्छौँ अनि त्यसपछि भेटौँला ल गाइस म भित्र छिन लाग्यो ल गाइस यहाँ सफा हुँदैछ सफा गर्दैछन् यहाँ भाइहरुले अनि हामी चाहिँ अहिले यहाँ पानी भर्छौँ अनि जो चाहिँ लास्टमा निस्किन्छ त्यसलाई चाहिँ इनाम छ यिनीहरु चाहिँ सफा गर्दैछन् हेर्न सक्छ अनि अब अनि यहाँ मोटर खोल्न लाग्छु अनि अब यो मोटरको पानी आउँछ यो भरिन्छ अनि पानी चाहिँ यति यति गराउनु पर्ला अनि च्यालेन्ज चाहिँ अहिले कस्तो खालको के हो म यो पानी भरेछु भन्छु पानी चाहिँ अब भरिदिउँ यहाँ यिनीहरु यस्तो उभिरहन हेर्न सक्छ पानी भरिदैछ पानी चाहिँ गाइस अहिले भरिदैछ यति यति भरिबयो अनि हामी म चाहिँ अहिले यहीँ उभिरहेको छु हेर्नु पर्यो नि त गाइस यहाँ फेरि धेरै भयो भने फेरि झ्याउ हुन्छ यति यतिसम्म गराउनु पर्ला पानी अनि त्यस्तै त्यही हो म चाहिँ अहिले यिनीहरुको रियाक्सन लिन्छु यिनीहरु के कसो गर्छन् कहाँ गर्छन् के गर्छन् यिनीहरुको हेरम कसले जित्छ जस्तो लाग्छ के त जित्लास म फुल कन्फिडेन्स म जित्छु भनेर त म पनि फुल कन्फिडेन्स अनि तेरो चाहिँ के छ जित्छस् ल टिन्टेले जित्छ भने कसले जित्छ है हामी हेरौँ ल टिन्टेले जित्छु भने गाइस ल हेरौँ कसले जित्छ के हुन्छ हामी हेरिहाल्छौँ पानी चाहिँ यति भरिसकेको छ बाहिर ल पानी चाहिँ भरिन लागेको अब थोरै छ बाँकी यिनीहरु म च्यालेन्जको के हो कसो अहिले तपाईहरुलाई भनिहाल्छु हाम्रो पानी पनि भरिसक्यो अब हामी चाहिँ जान्छौँ अब यिनीहरूलाई म सँगै बसाल्छु क्या सबै सँगै हुन्छ रोक रोक च्यालेन्ज म सम्झाउँछु तिमीलाई यता हेर थुचुके बस्ने हो सबै गएर त्यहाँ बस्ने यति यति डुबाउनु पर्यो त्यहाँ पुगोस् पानी पुगोस् या नपुगोस् त्यति यति डुबाउनै पर्यो जो निस्किन्छ जस्तै यतिकै बस्यो यति गऱ्यो भने पनि त्यो आउट है ल सब एक एक कुन्डामा जा उभ्बे त्यहाँ पानीमा गएर उभ्बे सबै सँगै त्यो उभ्बे सबै ल त्यहाँ होइन यहाँ होइन ल सबै ल म 3 गन्छु सब बसिहाल है ओए 3 गन्छु बसिहाल है त अगाडि बसिएस् पछि के भन्नु भन्नुहोस् ल 3 2 1 बस सबै पुरै यो पनि डुबा यो सब डुबा हो त्यस्तो पुरै त्यस्तो है अहिले ल्याउ गरिरहन के गर्ने भने यिनीहरूले अहिले हामी चाहिँ अहिले लगभग 2-3 बजे पछि यहाँ यिनीहरू कति बजीसम्म बस्ने रहेछ भने हेरिराखौँ अनि त्यही अनि यिनीहरूको चाहिँ म अपडेट दिइराख्छु तपाईँहरूलाई अनि ओ यो तल है ल सबै ल कति बजीसम्म बस्न सक्छौ तिमीहरू ल नानी त पनि खेल्ने ओए त पनि खेल्ने गाइस म अपडेट दिइराख्छु तपाईँहरूलाई अनि हेरसक्छ अनि ल तिमीहरू डुब्न सक्छौ ल को धेरै बेरसम्म डुब्न सक्छ ल 3 ल को धेरै बेरसम्म डुब्न 3 2 1 ल डुब यो निर्वेश डुबेको हेर्न निस्किको निर्वेश अर्को रिजन है अब रिजन र विराज पनि निस्किको ओए रिजनले जित्यो ल साथीहरू हामी चाहिँ अब यिनीहरू बस्दा 1-2 घन्टा हुन लागिसक्यो यिनीहरू कतिखेरसम्म बस्न सक्छन् गर्मी महिनाको बेला त्यही भएर म चाहिँ अब यिनीहरूको किस्मत हेर्छु कसको किस्मत त्यस्तो राम्रो रहेछ त्यो हेर्छु म त्यो किस्मतको लागि म रक पेपर खेलाउँछु यिनीहरूलाई जसले जित्छ त्यो भ्याइयो जस्तै तिनटामा दुईटाले सिजर बनायो एउटाले पेपर बनायो भने त्यो दुईटाले गयो एउटा भएर निस्किन्छ है त्यो चाहिँ एकैताली हुन्छ ल हेरौँ ल है ल तिनटाले ल रक पेपरको लागि है रक पेपर सिजर ल यो भयो भने एउटाले मात्र जित्यो ल फेरि रक पेपर सिजर ल रक पेपर सिजर ल आउट ल रिजन भाइ र गाइस यही चाहिँ सबभन्दा धेरै है दुईटा खुर्सानी र दुईटा प्याज है त पनि भाइ निस्क्यो तेरो यो भन्दा माथि निस्क्यो भिडियो हेर्ने माथि निस्क्यो कैसा लगा मेरा मजाक
बाबु कस्तो रियाक्ट कस्तो यता यता आउने यता मलाई यता यता त्यहाँ हेरेर दे स्टन भने मलाई फसाइनि किस्मत चीटिंग करता है। कस्तो रहेछ हाम्रो रिजन भाइको हाम्रो रहन्छ इन्डियाले मलाई फसाइ अब दुईटा खुर्सानी र दुईटा उ खानको लागि तयार प्याजको उ पत्ता खान्न गाइस खाने हो त्यहाँ च्यालेन्ज पनिसमेन्ट हुन्छ हुँदैन दुईटा छन् अब यिनीहरू दुईटा ओए त नजान अब तेरो भइसक्यो अब गाइज यिनीहरू दुईटा मात्र छन् यो चाहिँ हाम्रो भाइ चाहिँ बाहिर निस्किसक्यो रिजन भए पनि म एकछिनपछि फेरि अर्को च्यालेन्ज गराउँछु अनि के हुन्छ कसो हुन्छ हजुरहरू हेरिराख्नु गाइज अब यिनीहरूलाई पनि हटाउनु पऱ्यो त्यही भएर चाहिँ म यिनीहरूको पनिसमेन्ट जुन छ नि त्यसलाई चाहिँ एउटा घटाइदिन्छु प्याजको पत्ता र खुर्सानी थियो खान म खुर्सानी घटाइदिन्छु को निस्किन्छ है ल एउटा खुर्सानीको पत्ता र खुर्सानी र प्याजको पत्ता ल एउटा खुर्सानी हटाइदिन्छु को निस्किन्छ छिटो अहिले पछि निस्क्यो भने फेरि दुइटै खानुपर्छ छिटो निस्किने भयो निस्क्यो छिटो है छिटो निस्किनौ ल 3 गन्छु 3 2 1 ननिस्किने ल ठिक छ गाइज यिनीहरू ननिस्किने गऱ्यो अब यिनीहरूले चाहिँ यो पनिसमेन्ट जति जे गरे पनि जो आए पनि यो पनिसमेन्ट चाहिँ मैले गराउँछु जो सुँगे आओस् ल यो पनिसमेन्ट चाहिँ हुन्छ गाइज अन्तिमसम्म हेर्नु होला भिडियो चाहिँ तपाईँहरू अनि त्यही हो अब यिनीहरूको म यस्तै गरेर हटाउने हो न त यिनीहरू त बस्दिन्छ भोलि बिहानसम्म बस्दिन्छ यिनीहरू च्यालेन्ज गर्ने मान्छे यिनीहरू दर्शक हेर्नु होला यस्तै छन् दर्शकहरू हेर्नु म आउट भइसक्यो गाइज अब गाइज यिनीहरू चाहिँ यहाँ च्यालेन्ज गर्दैछन् अनि म चाहिँ यस्तो पनि उहरू खोज्दैछु कि यस्तो च्यालेन्जहरू यिनीहरूलाई कसरी हटाउने हो छिटो यिनीहरू त बस्दिन्छन् के फेरि त्यस्तो केही च्यालेन्ज खालको केही पाएन त्यही भएर यिनीहरूलाई फेरि पनि म उ गराउँछु स्टोन पेपर सिजर गराउँछु अनि यिनीहरूको किस्मत हेरमै किस्मत कसको बवाल रहेछ अघि नै चाहिँ यसको किस्मत चाहिँ बिग्रेकै किस्मत रहेछ यिनीहरू दुईटाले जिते ल अब तिम्रो दुईटा म 3 गर्छु स्टोन पेपर सिजर है 3 2 1 रक पेपर सिजर ल रोज आते हैं इस उम्मीद पे आज जीतेंगे कल जीतेंगे परसों जीतेंगे रोज हारते यो ल तपाईँ बाहिर निस्के ल ल छिटो बाहिर निस्के ल बाहिर निस्के छिटो बाहिर निस्के छिटो यिनीहरू गाई झ्याली खेलेर हाने 50-50 बाह्रमा भन्नु ल ल ल ल ल विराज ल तिनटै भाइर एकछिन गाइज अनि यिनीहरू चाहिँ हारे यो सुरुमा हारे सेकेन्डमा अनि यो चाहिँ हाम्रो फर्स्ट भएको चाहिँ यो भाइ चाहिँ अनि ल केही भन्न चाहन्छौ तिमीले सुन्नु गाइज चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह यो भिडियोमा 100 लाइक र 10 कमेन्ट आयो भने पार्ट 2 आउँछ यिनीहरू जुनमा यिनीहरू दुईजनाले जति खुर्सानी खान्छन् त्यो यसले खान्छ अरे त्यसको सट्टा कुछ तरीका है भीख मांगने का बुझ्नु ल अब हामी पनिसमेन्टतिर बढौँ अभी मजा आएगा ना भिडियो गाइस अब पनिसमेन्ट दिने हो यिनीहरूलाई ल यहाँ भाइ यहाँ तेरो के थियो ल एउटा समात थियो सुरुमा यो खान्छस् खुर्सानी खान्छस् गाई यो चाहिँ सेकेन्ड भएको त्यही भएर यसलाई चाहिँ यो सानो खुर्सानी ल चपा अनि फालिहाल एकछिन मुखमा राख्नु पर्यो ल सुरुमा ल बाबु ल छिटो ल छिटो के फाल पिरो हुन्छ पिरो छैन चाहे निल्दिन्छु यिनीहरू केही लागेन त गाइज गाइस निल्दिसक्यो अब प्याजको पत्ता यो त अलि पिरो छ गाइस खुर्सानी पिरो भएर अरे प्याजको पत्ता म खुर्सानी खाने मान्छे हो ल आ गर्नु पर्यो ल सब ठिक छ नि ल मतलब वो अलग ही लेवल का बंदा था तेरो ल खा पिरो छैन चपाकै छैन पिरो छैन पिरै छैन अबे जल्दी बोल कल सुबह पनवेल निकलना है प्याजको पत्ता खा तर अलि लसुन क्या बोरी सबै पिरो गाई पिरो भएर यिनीहरूको हालत ल गाइज अनि यसले चाहिँ जितेको छ यसलाई चाहिँ म अहिले दिन्छु प्राइज यसको प्राइज
अनि तपाईँहरू हेरिराख्नु। यहाँ चाहिँ आजको लागि यति नै, अनि अब भेटौँला अर्को भिडियोमा। अनि आजको च्यालेन्ज चाहिँ यही थियो, यस्तै थियो। हजुरहरूले देख्न सक्नुहुन्छ। यस्तो खालको हजुरलाई अरू भिडियो चाहिन्छ भने लाइक सब्सक्राइब र सेयर गर्नु होला। र आजको लागि यति नै, तपाईँसँगलाई बाई बाई।